छोराहरू हुन्छन् जसमध्ये एक छोराले आफ्नो बुवालाई छोडेर धेरै टाढाको देशमा गएको हामी थाहा पाउँछौँ। अनि जब उसँग आफ्नो बुवाबाट लिएर गएका सबै थोकहरू जब उसँग सकिन्छ अनि उसले थाहा गर्छ म फेरि फर्केर म मेरो बुवाको घरमा जान आवश्यकता छ। तपाईँलाई थाहा छ धेरै वर्ष पहिला उसले आफ्नो बुवालाई छोडेर जाँदै गर्दा बुवालाई छोरालाई बिर्से पनि तर बुवाले कहिले पनि आफ्नो छोरालाई बिर्सिएको थिएन। सधैँ बुवाले बुवा आउने बाटो कुरेर बसिरहेको थियो। सधैँ बुवाले मेरो छोरा कतिखेर आउँछ भनेर उसले अँगालो फिजाएर बसिरहेको थियो। प्रियहरू, आजको आराधनामा प्रभुले उहाँले आफ्नो अँगालो फिजाएर राख्नु भएको छ। आजको आराधनामा प्रभुले भन्दै हुनुहुन्छ मेरो छोरा अनि मेरो छोरी कतिखेर मलाई भेट्नको लागि आउँदैछ। आज प्रभुको उपस्थिति हाम्रो बिचमा बग्दै गर्दा के तपाईँ प्रभुको त्यो अँगालोमा बाँधिन चाहनुहुन्छ? उहाँको अँगालो सजिलो छ प्रियहरू, उहाँको अँगालो हलुका छ प्रियहरू, उहाँको अँगालोमा न्यानो माया छ प्रियहरू, उहाँको अँगालोमा साँचो आराधना छ प्रियहरू।